ल यहाँ त थाहै यहाँ देखा मलाई पनि यहाँ हो रे यहाँ हुन्छ अब अर्को यो मलाई देखा के अब यहाँ छ कि यहाँ छ कि छुट नदेखो नि यता देखा भने देखो नि ल भन्नु कस्तो देखाउनु खुदाले भन्यो भने शान्तले भन्नु ल देखाइदियो नि ल दाइले देखाउनु होइन क्यामेरा त बबाल छ यार क्यामेरा चाहिँ बबाल छ लितिका लितिक फेरि एकचोटि मतिर फर्का फेरि एकचोटि मतिर फर्का के हाम्रो विष्णु दाई राम्रो ठुल्दै खै यसो यसको ठुल्दै के छ तपाईँको ल भन्नु त माउलीको देउली मारेर ल एक दुईवटा कुराहरू तपाईँले भन्नु पर्यो भने के भन्नु चाहनुहुन्छ ल भन्नु त ठ्याक्कै केही छैन भाइ माहौल चाहिँ एकदम राम्रो भएको छ देउली चाहिँ एकदम सुसम्पन्न चाहिँ गर्यो भात खाइन्न भन्नु भात खाइन्न मासु मात्रै खान आइया भन्नु कि देउलीमा मासु खान आएको भात खान आएन ट्याक्क मासु खाइहाल्छ अरू सब ठिक छ नि त कम्प्लेन केहीमा छैन नि छैन भाइ छैन अहिलेसम्म केही भन्नु ल त हजुर के भन्नु छ त एकदम ठिक छ ल ठिक छ होइन व्यवस्थित छ होइन सुव्यवस्थित एकदम होइन गाउँघरको देउली अब कुल पूजा यही त हो नि होइन भनेको सबभन्दा कुल पूजाले सबैको रक्षा गरून् होइन दुर्दै के छ तपाईँको एक दुईवटा शब्द भन्नु पर्यो नि के भन्न चाहनुहुन्छ ल भन्नु एउटा मात्रै बोल्ने छु म बोल्दैन भाइ मेलैसित दिनु ल मलाई चाहिन्छ एक प्याराग्राफ ल प्याराग्राफ दिनु ल प्याराग्राफमा सुरुमा के भन्न चाहनुहुन्छ देव युवा क्लबको अध्यक्षसँग कुरा गर्दैछ विचार गर हो यो हाम्रो आज मेन आइटम पाक्दैछ यहाँ खासमा चाहिँ हाम्रो कुल पूजाको चाहिँ कुलको सबभन्दा ठुलो वेटेबल पाठाको चाहिँ हेकुलो सहितको एकदम मेन पार्टहरू पाक्दैछ होइन बेसमा चाहिँ राजखानी सहितको हेकुलो हाम्रो मेन मेन पाक्दैछ हाम्रो एकदम खाना हुने महानुभावहरूलाई थाहा दिउँ यो यसलाई चाहिँ हेकुलो भनिन्छ भनेर भन्नु पर्यो हुँदै अनि हजुरले ठ्याक्कै भन्न चाहनु भने के भन्न चाहनुहुन्छ ल मैले के भन्न चाहन्छु भन्दाखेरि जुन यो मासुको पिस देखाइयो त्यो थाहा नभएकोहरूलाई थाहा दिउँ कि यो चाहिँ हेकुलो विथ के अरे राजखानी सहितको हेकुलो विथ कुल पूजाको सबभन्दा हाइएस्ट पाठ भनौँ न वेटेबल केसमा भन्दाखेरि मासु खाँदाखेरि ल अङ्कल हजुरले चाहिँ के भन्न चाहनुहुन्छ ठ्याक्कै पुजारीको नाताले चाहिँ भान्जा भान्जी आउनु भएको छ धेरै खुसी छु अब के गर्ने अब यस्तै अब वर्ष 2 वर्षको एक फेर चाहिँ देउली आउने हो जस भान्जा भान्जी आउनु भयो एकदम एक्साइटेड एकदम खुसी हुनुहुन्छ है हजुर एकदम खुसी होइन हाम्रो कटिङमा चाहिँ हामीले कोलाइरहेको छौँ रे सुपरभाइजर माइलदाइले होइन सुपरभाइजर माइलदाइ हाम्रो ल ठ्याक्क कटिङमा चाहिँ खतरा कटिङमा चाहिँ एकदम एक्सपर्ट भएको मान्छे ठ्याक्क चिर्नु चाहिँ मात्र के यसलाई यस्तरी हो स्वाट ओ यो पाराले दिएपछि के हुन्छ त अब ठ्याक्कै दुइटा हो फोटो होइन हौ भिडियो बनाउनु भन्नुभएको ल लितिक तिमीले के भन्न चाहन्छौ लितिका ल भन्दा तिमीले एक दुई शब्द ल म पनि यतै छिटो छु होइन मेरो नि आइजाओस् न त के छ र भोलि फेरि मलाई नसम्झिला मान्छेले होइन भोलि बना त के थियो भने